अहिले चाहिँ हामीले यो अलपान्टो सुधार समितिबाट ठाउँ ठाउँमा हल्का फोहोर जन्य वस्तुहरूलाई सङ्कलन गर्नको लागि यस्तो खालको एउटा यो जारको काटेर एउटा डस्टबिनको रूपमा राख्ने विचारको छ मुछेर। अनि यो जारमा यसरी कलर लगाएको छौँ। यसरी सुकाइरहेको छ, धमाधम कार्य भइरहेको छ। मुनिको यो केच चाहिँ भनौँ न यस्तो छ, भनौँ न केच। यो केच भयो, यो चाहिँ जार। यसरी हामीले स्टिकर सहित प्रिन्ट गरेका छौँ र यसरी टाँसेका छौँ यो जारमा। अब कतिको प्रभावकारी हुन्छ आगामी दिनमा हेर्दै जाउँ है।